नमस्ते गाइज, आज चाहिँ मैले हरियो मकैको रोटी बनाउँदैछु आजको लन्च। हजुरहरूलाई पनि देखाउँदैछु। यो चाहिँ हामीले हरियो मकै जुन बोटमै त्यो सुकेको होइन के होइन, जुन त्यो ग्रिन हुन्छ नि ग्रिन मकै, त्यसलाई चाहिँ हामीले छराएर उसिनेका छौँ। अब यसलाई चाहिँ हामीले एउटा बाटोमा खनाउँछौँ। यसले चाहिँ अब यस्तो गर्ने होइन। यसमा चाहिँ हामीले अब यसलाई चाहिँ 1 जग पानी हाल्नु। पानी हालेपछि यसले चाहिँ यस्तो भइरहेछ। जुन पानी हाल्छ यसलाई हल्का चलाउने, बिजाउने, मजाले बिजाउने। अझै यसमा अलि फेरि पनि पानी 1 जग प्लस गर्ने। अनि प्लस गरिसकेपछि जुन यसलाई चाहिँ यसरी चलाएपछि अब यसलाई यो जुन ग्रिन मकै भयो होइन, यो हरियो मकै, यसलाई चाहिँ आधी घन्टा जति हामीले होइन 30 मिनट जति हामीले यसलाई भिजाएर राख्ने, थपक्क राख्ने। मकै अघि मैले भिजाएको मकै अब यसलाई चाहिँ फुलेर यस्तो भयो। अब चाहिँ हामीले मिक्सरमा पिस्दैछौँ। मिक्सरमा पिस्दा हामीले यसमा अन्डा पनि प्लस गऱ्यौँ, अन्डा। अनि त्यसपछि प्लस यो हाम्रो जुन 60 ml दुध पनि प्लस गर्नुपर्छ। यसमा हल्का प्लस गऱ्यौँ। अब यो पिसेपछि हाम्रो यो यस्तो भयो। यसलाई चाहिँ हामीले मिक्सरमा पिस्यौँ मजाले, अन्डा पनि प्लस गऱ्यौँ। त्यसपछि हामीले यो जुन अघि पिसेको मकैले हाल्यौँ। अब यसमा हामीले चाहिँ अब यो प्याजहरू, ग्रिन ओनियन, अनि त्यसपछि यो जुन सुगरहरू 2 चम्चा हाल्यौँ। त्यसपछि अब यसमा चाहिँ हामीले ग्रिन चिल्ली, अनि ग्रिन ओनियन, अनि त्यसै गरी ग्रिन जिन्जर, जुन यो ग्रिनको पात हुन्छ नि, अनि त्यसपछि यो धनियाँ, अनि त्यसै गरी आलुलाई पनि हामीले कटिङ गरिरहेछौँ, आलु पनि हाल्छौँ। अब चाहिँ हामीले यो जुन अघि हामीले आलुहरू सबैलाई चाहिँ मैले मिक्स गरिरहेछौँ। मिक्स गरेर यसलाई चाहिँ अब हामीले, अनि त्यसपछि यसमा प्लस गर्नेछौँ। अब हामीले चाहिँ अब यसमा चाहिँ ततायौँ, मजाले तताउने। त्यसपछि यसमा बटर प्लस गर्ने। अब चाहिँ यो रोटीलाई चाहिँ हामीले चाहिँ पोलिरहेछौँ, यसरी पोलिरहेछौँ। अब चाहिँ हामीले यो रोटीलाई चाहिँ रेडी भइसक्यो। जुन अघि हामीले पोलेको थियौँ रोटी, त्यो रोटी चाहिँ अब यही रोटी हो, मकैको रोटी। यो एकदम हाम्रो स्वास्थ्यको लागि फाइदा छ। हजुरहरूले पनि यसरी ट्राई गरेर पकाएर खानु होला। लकडाउनको समयलाई यसरी सदुपयोग गर्नु होला। धन्यवाद। कस्तो लाग्यो सल्लाह सुझाव पाऊँ हजुरहरूको? हजुरहरूले पनि यसरी नै बनाएर खानुहुनेछ है। लकडाउनको समय सदुपयोग गर्नु होला। आफ्नो ठाउँमा आफै सुरक्षित रहनु होला। कस्तो भयो? लाइक, कमेन्ट एन्ड सेयर पनि है।